सधैँ आज पनि हामी सपरिवार यो भोलि नयाँ वर्ष आज चाहिँ यो 2022 सालको अन्तिम घुम जाँदैछौँ। कहाँ जाने होला हामी? कता जाने? कहाँ जाने जोसेफ? कहाँ जाने मारिया? We are going to खोइ We are going to बन्दीपुर। कस्तो थाहा छ है बन्दीपुर कस्तो थाहा छैन? कस्तो छ बन्दीपुर? खतरा होला। हो रिलतिर हेर्दा खतरा देख्छु अब हेरौँ। ल अब हेर्दै जाउँ होइन? ल हेर्दै जाउँ है। हामी चाहिँ अब घरबाट भर्खर निक्लेको यो रिङ रोड हुँदै जाँदैछु। अब वसुन्धरा होला के अरे वसुन्धरा आइपुग्यो। अब एकछिनमै बस पार आइपुग्छ। अब हाम्रो यात्रा सुरु भयो। कस्तो गर्मी है अहिले त घरि सुरु भइसकेछ। साथी ल मित्रहरू अब बाटोको भ्यूहरू पनि खिच्दै जानेछौँ हामी बन्दीपुर चाहिँ खिच्नेछौँ। कहाँ पुग्यो जानकारी पनि गराउँछौँ। साथी मित्र हामी चाहिँ अब कलङ्की आइपुग्नुला के अरे नागढुङ्गा आइपुग्नुला अब ठ्याक्कै अब हामी नागढुङ्गा आइपुगेपछि नागढुङ्गाबाट चाहिँ अब ओह्रालो नौबिसी जान्छौँ। यो चाहिँ नागढुङ्गाको चेकपोस्ट। यो चाहिँ नागढुङ्गाको चेकपोस्ट। चेकपोस्टमा आइपुग्यो साथी हो। हामीले दर्ता गर्नु पर्दैन। यो चाहिँ प्राइभेट गाडीलाई पर्दैन होला। यो भाडाको गाडीलाई मात्रै चेक गर्नुपर्छ जस्तो लाग्यो। यहाँ चाहिँ ल हामी चाहिँ ठ्याक्कै नागढुङ्गा पनि कट्यो। अब नौबिसे जाने ओह्रालो लाग्यौँ। मुङलिङ आइपुग्नु लाग्यो। अब यो बाल्डङ बुल्डुङ गर्दै यो ठ्याक्कै मुङलिङ आइपुग्नु लाग्छ। अब सायद 1 किलोमिटर होला यहाँ। अब मुङलिङ बजार आइपुग्यो। यो चाहिँ मुङलिङ बजार हो। हामी मुङलिङ आइपुगेका छौँ। अब मुङलिङ आइपुगेका छौँ। खिचेर यसो गर्छु नि मुङलिङ बजार पनि पहिलाको भन्दा बाटो ठुलो फराकिलो अलिक धेरै घरहरू भएको छ। अब यताबाट चाहिँ यता गयो भने चाहिँ नारायणगढ पूर्व जान्छौँ। हामी चाहिँ सिधै अनि पर जाने बाटोमा जाने हो। यता गयो चाहिँ नारायणगढ भएर हिँड्ने ठाउँ जाने गइन्छ। हामी यता नगएर हामी यतै जान्छौँ। उताको पुरानो पुल सबै मान्छे बाइक राखेर फोटो खिचेर भइसकेको छ। ठाउँ राखेर बाइक राखेर हो। हामी मुङलिङ पुल पनि क्रस गऱ्यौँ। जाँदैछौँ हाइवे बाटो पोखराको हाइवे
हाई बाटो अहिले करिब सबै बाटो क्लियर भइसकेको रहेछ एकदम फास्ट ट्र्याक तर धेरै टर्निङ रहेछ बाटो सल्लो रहेछ एकदम त्यसो हामी त गाडी चलाएर यसो हेर्दै इन्जोय गरिरहेको छु तपाईँहरू मजाले हेर्नुहोस् होला इन्जोय गर्नुहोस् त्यही हो बाटो पनि खुल्ला छ राति यति बेला बन्दीपुर आइपुग्यो बन्दीपुर भनेर यस्तो रहेछ बन्दीपुरको मेन बजार रुम होटल पाउनु नि गाह्रो भएर बल्ल बल्ल होटल पाइयो चिकन भन्नु भएन जस्तै बारिया यो त निकाल्ने हो र त्यो सुन निकाल्ने यस्तै बन्दीपुर बजार यहाँको मेन पुरानो रैथाने निवारीहरूको बजार भन्छ नि यसलाई त्यही हो यसो अब बेलुकाको यसो रमझम घुमेर अब यसो भोक पनि लगाएर आयो यसो भयो यसो केही खानु पऱ्यो भने यस्तो रेस्टुरेन्टतिर छिरेको यो चाहिँ के यस्तो भन्ने रहेछ माइन्ड्योर अरू होटल रहेछ नि त्यो माइन्ड्योर परिवार चाहिँ यहाँ भएछ परिवार यहाँ भएछ यहाँ बसेको ल यो मान्छे को हो यो चाहिँ को हो यो चाहिँ यो म पनि यहीँ बस्नु पऱ्यो खाना अर्डर गर्छ हो हो बत्ती गयो ल उसै म पनि यहाँ बस्थेँ यहाँ बसेको छ सबैजना अब खाना के अर्डर गर्नु छ त्यहाँ बनाउँदै रहेछ ल हामी चाहिँ रुममा आएको बल्ल बल्ल रुम पायो हामी चारजना भएको हुनाले एउटा रुम यहाँ रहेछ एउटा रुम यहाँ छ त्यसपछि एउटा चाहिँ यो भरेको मान्छे जानुपर्ने रहेछ तल एउटा रुममा तल र माथि बेड रहेछ यहाँ यसरी सुत्नुपर्ने चाहिँ एउटा यहाँ छोरी त के गर्दैछ यहाँ रहेछ अब यो रुममा यहाँ तल छ यस्तो छ एउटै रुममा यो पहिलोचोटि एउटै कोठामा तल र माथिको रुम रहेछ यहाँ चाहिँ त्यही त यस्तो रुम रहेछ एउटै रुममा तल र माथि कोठा रहेछ यहाँ चाहिँ ठिकै छ अब यसै बसिन्छ आज यसो घुमेर आएको यहाँ मेरो रेस्ट गर्दैछ फेरि स्टाइल दिएर पोज दिएर फेरि सक्दैन कसैले होला फेरि ल साथी हो यसो यहाँ बसेको थिएँ खानपिन भयो पेट पनि भरियो अब यसो अब रुमतिर गइन्छ पऱ्यो है बेलुकाको यसो रमाइलो राति ढिलो आयो सुत्यो राति सुत्दा 12-1 बजेतिर क्या हो अब हामी उठ्यौँ अब यहाँ छोराछोरी यहाँ सुतिरहेको थियो उठ्यौँ अब यहाँ लुगा लाउँदैछ तलतिर यस्तो चाहिँ एउटा रुममा 2 तले भएको बेड हुँदो रहेछ कोठा आउँदो रहेछ भयो तिमीहरूको ल छोरा मोबाइल चलाउँदैछ उठेर यहाँ श्रीमतीज्यू लुगा लाउँदैछ छोरी टोइलेट गई
अब तयार भएर अब यसो हामी बन्दीपुर घुमेर आउँदैछौँ बिहानको यस्तो ब्रेकफास्ट खाएर हामी निस्किन्छौँ यो चाहिँ बिहानको ब्रेकफास्ट बच्चाहरू परिवार खाँदैछौँ हामी चाहिँ अब यसो ब्रेकफास्ट खायौँ ब्रेकफास्ट खाएर चाहिँ अब बिहानको यहाँ चाहिँ बन्दीपुरको चाहिँ ग्रेट वाल एउटा फेमस घुम्ने ठाउँ रहेछ त्यहाँ जाँदैछौँ हामी जाँदैछौँ सिजु के अरे ग्रेट वाल होइन सिजु अब त्यहाँ जान्छ नेपालको ग्रेट वाल ल यो चाहिँ यसलाई सुरुमा थानीमाई भन्दो रहेछ उकालो जानलाई अनि त्यो ग्रेट वाल पनि यतैबाट आउँछ अरे अब अहिले ठाडो ठाडो उकालो जाँदैछौँ हामी यो उकालो उकालो धेरै ठाडो उकालो रहेछ धेरै माथि छ है उकालो यो माथि टुप्पोमा पुगेर गाडा उठेछ अझै केवल गाडा त्यहाँ कता उकालो यहाँबाट चाहिँ अलिकति बन्दीपुरको भ्यू देख्छ तल पोखरा आउँछ नि माथि रहेछ आउँदैछन् मेरो परिवार छोरी थाक्यो माथि माथि नै रहेछ टुप्पोसम्म एकदम ठाडो उकालो यहाँबाट ग्रेट वाल लाने बाटो पनि यतैबाट तर हामी रङको एउटा थानीनारायण मन्दिर जाने रहेछ यहाँबाट चाहिँ ग्रेट वाल चाहिँ अर्को रहेछ तर यहाँबाट पुग्छ अरे पुग्नु चाहिँ ल छोरी चाहिँ साह्रै थाकेछ छोरी थाक्यो यता हेर्नु न थाक्यो ल ल छोरी यसो उकालो हिँड्नु मान्छे छैन छोरीको यो चाहिँ पुरानो कोट रे मान्छे म खानेतुको मन्दिर भनेको हेरी छ यी मन्दिर सन्दिर दर्शन गर्ने रहेछ खास गेट वाल चाहिँ उता रहेछ हामी चाहिँ खास गेट वाल आएको तर रङवेबाट आयो ठिकै छ यो पनि ठाडो उकालो पऱ्यो मान्छेहरू रमाइरहेको छ टुप्पोमा हेरेर थानेतुको मन्दिर अब खास गेट वाल चाहिँ उता रहेछ सबैलाई सबै देखाउनेछौँ बन्दीपुरको कहाँ के छ उता रहेछ होइन ग्रेट वाल त ऊ वहाँ ल ग्रेट वाल भनेको चाहिँ यो रहेछ बन्दीपुरको हाम्रो नेपालको यस्तो ग्रेट वाल चाहिँ उता सैलिङतिर पनि बनाएको छ क्या अरे यो चाहिँ अच्छा बाबु कहाँ माथि उठ्यो तल उठ्दैन यो माथि थानेश्वर मन्दिर यो अब चाहिँ यही के ग्रेट वाल गयो माथिबाट तलबाट माथि आउनु मन लाग्यो बन्दीपुरको गेट वाल ल यो गेट वाल यो चाहिँ बन्दीपुरको गेट वाल रे बन्दीपुर चाहिँ तल छ यहाँ तल ठाडो वाला छ नि त ल
ए बुगेर बस्छ बिर्को ल पानी बिर्को ल ऊ यस्तो यस्तो रहेछ हेर्न घुमेर ऊ तल पुग्नु छोडिदिनु त यहाँ चाहिँ ठाँट ठाडो रहेछ यो गेट वाल भनेको चाहिँ ल बन्दीपुरको चाइनिज ग्रेट वाल रह्यो चाहिँ यहाँ आउने चाहिँ यसो दर्शकहरूलाई चाहिँ यसो गर्ने माथिबाट आउनुपर्ने छ माथि मान्छे टिकटक बनाउने भिडियो खिच्ने फोटो खिच्ने ग्रेट वाल गेट वाल बुढाबुढी यङ सबै आएको छन् बच्चा बच्ची आएको छन् भिडियो बनाएको छन् फोटो खिचेका छन् एउटा बन्दीपुरमा यहाँ आउने यसो विदेशी वा स्वदेशी टुरिस्टहरूको लागि चाहिँ यसो घुमघामको ठाउँ बनाइदिएको रहेछ ठिकै रहेछ राम्रै रहेछ जे होस् मेन बन्दीपुर बजार राति आएर राति खिचेको थियो यो चाहिँ बिहानको अब यो अहिले चाहिँ 10:30 बजिरहेको छ बजार हुँदैछ बन्दीपुर यस्तो रहेछ यहाँ चाहिँ वेशभूषा पाइँदो रहेछ लुगा बन्दीपुर बजार ठाउँमा आएको छौँ यो नयाँ होटलमा बसेको छु आजको रुम चाहिँ आजको हाम्रो बसाइ होटलमा हुनेछ आजको बसाइ चाहिँ यहाँ हुँदैछ हिजो त्यो ठाउँबाट हामी चेन्ज गऱ्यौँ आज पनि हामी हाम्रो यहाँको बसाइ भने 2 दिनको बसाइ हुनेछ रुमहरू पनि ठिकै रहेछ राम्रै रहेछ नयाँ वर्षको भएर होला पैसा साली धेरै लिएको यिनीहरूले बन्दीपुरको बजारमा यसो रमाइलो बनाइसक्यो बिहानको खाना बल्ल खाना त्यो पनि बल्ल बल्ल होटलमा प्याक 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 मान्छे भएर बल्ल बल्ल खाना खानु पऱ्यो अब बजारबाट चाहिँ 3 धारे घुम्दै अब यहाँ चाहिँ एउटा गुम्बा त्यहाँ हेर्नु लागेको एउटा गुम्बा रहेछ गुम्बा रहेछ एउटा यो गुम्बा हेर्न आएको यहाँको बस्नु बन्दीपुरमा आएर यति कुराहरू के छ भन्दा चाहिँ गुम्बा भन्थ्यो यही गुम्बा भनेको चाहिँ माथि चढिरहेको मान्छेहरू यहाँको लोकप्रिय बन्दीपुरको लोकप्रिय चिजहरू चाहिँ यसै गुम्बा यो गइरहेछ त मान्छे हिँड्नु त ल
गुम्बा बन्दीपुरको माथि जानु मिल्दो रहेछ जाउँ त हामी पनि हामी यो बन्दीपुरको मेन ठाउँ घुम्न आएको र यहाँ पनि टुडिखेल भनेर एउटा फेमस ठाउँ रहेछ आज त नयाँ वर्ष लागेर हो कि पुरा पिकनिक मान्छे आएर छ र यहाँ बन्दीपुरको टुडिखेल रे यहाँको चाहिँ फेमस ठाउँ फेमस गुम्बा तिनधारा चाइनाको ग्रेट वाल अनि यो गुम्बा सबै यो टुडिखेल हेर्न आएको आज त नयाँ वर्ष गएर ट्याग बन्दीपुरको टुडिखेल ए बन्दीपुरको टुडिखेल ल आउँदैछु अब हामी चाहिँ बन्दीपुरलाई बाई बाई गरेर घर फर्किँदैछौँ है बाई बाई बन्दीपुर। अब यहाँ चाहिँ फोटो सुट गर्नेहरू छँदैछ फोटो सुट गर्नेहरू छ बाटो बन्दीपुरको मेन चाहिँ यही रहेछ। अब बन्दीपुर बाई बाई बन्दीपुर गेस्ट हाउस बन्दीपुर गेस्ट हाउस आजको बन्दीपुरको 2 दिनको बसाइ बन्दीपुर 2 दिनको बसाइ Bye-bye.